हेलो सबैलाई मेरोबाट नमस्ते वेलकम टु माई च्यानल इट्स मी दिदी मोक्तान है। अन्त आज चाहिँ भने हामी माथि घुम्नुको लागि रेडी हुँदैछ है म र मेरो साथी। अन्त अब रेडी सेडी भएर हामी माथि घुम्नु जाँदैछ र घुम्नु चाहिँ कहाँ गएको भनेर तपाईँहरूलाई पनि देखाउँछु। पैसा यही मात्रै हो मेरो जिन्दगीमा, काम पनि छैन पैसा पनि छैन, यही 20 रुपियाँ मात्रै हो। आज 20 रुपियाँले हामी घुम्नु जाँदैछ। हो घुम्दै हिँड्छ नि 20 मात्रै छ प्लिज भन्नु बरु एमजी मार्कमा थाल बसौँ हैन। ओ नो बरु एमजी मार्कमा थाल बसौँ हैन। अब चाहिँ हामी निस्केको बाई उकाल जाने कस्तो उकालो छ नि माई गड। हामी चाहिँ अहिले अब वेलनेस पार्कको लागि निस्केको। मेरो साथी र भाइहरू छ 3 जना। उनीहरूसित चाहिँ माथि वेलनेस पार्क गएको। रोड क्रस भएको हामी चाहिँ वेलनेस पार्क पनि आइसक्यो। हामी चाहिँ कति रुपियाँ छ भने 30 रुपियाँ रहेछ। हामी चाहिँ वेलनेस पार्क आइपुग्यो है। अब टिकटहरू गर्दैछ होइन। टिकट चाहिँ एकजनाको पर हेड चाहिँ 30 रुपियाँ रहेछ। हामी अन्त 5 जना थियो र 5 जनाको मैले टिकट सिकेट गरेँ। कस्तो शीतल भयो, शीतल भयो यहाँ होइन। ओ यहाँ चाहिँ पुरा गरम भयो। सो फाइनली आइपुग्यो हामी चाहिँ वेलनेस पार्क। कताबाट जाने हामी फर्स्ट? यता के गरेको? साइक्लिङ गरेको? म त यहाँ यस्तो भएको छु अझै। र अब चाहिँ एकछिन हामी यहाँनिर वेलनेस पार्कमा हल्का अब वर्कआउट गर्दैछ हामी सबैजना है। म चाहिँ यस्तो यहाँनिर चाहिँ भाइले गर्दैछ। अन्त यतानिर चाहिँ मेरो साथी है। अन्त फेरि यहाँनिर म गरेको। एकदमै मजा आउँदो रहेछ है। तपाईँहरू पनि आएर यहाँनिर मजाले वर्कआउट गर्नु सक्नुहुन्छ। यिनीहरू चाहिँ बिहानखेरि आएर गर्नु चाहिँ मजा आउने रहेछ है। ए खेल्नु चाहिँ पाउँदैन। किन जानु अन्त हैन। त्यहाँ कस्तो खेल्नु मन लाग्ने चिजहरू छ। उयो सुलुलुलु खेल्नु पिङ चाहिँ खेल्नु मन पर्दैछ। यो घर जस्तै भएको कस्तो थाक्यो। हामी एक्सर्साइज गरेर हाम्रो जिउहरू एकदम दुख्यो त। ए ऊपर जाँदा बेरेछ यसलाई सब याद रहेछ। अभिषेक औ उसको पानी पो खानु मन पर्यो मागेर मलाई त अब तिर्खा लाग्यो। हामीलाई चाहिँ यहाँ केटाकेटीकोमा चाहिँ हामीलाई खेल्नु दिँदैन। तर मभन्दा बेसी मोटे नानीहरू चाहिँ खेलिरहेको छु। तर माथिपट्टि नानीहरूको सेक्सनमा चाहिँ अब हामीलाई खेल्न दिँदैन रहेछ है। र पनि हामीले म र मेरो साथी चाहिँ लुकी या पिङ खेलिदिएको होइन। मजा आयो होइन। सेक्युरिटी देख्छ कि भनेर लुकी छिटो हामी खेल्यो है। यहाँको नजारा चाहिँ एकदमै मजाको रहेछ है। आरामले यहाँनिर बसेर होइन नानीहरू लिएर खेल्ने पनि रहेछ। दामी 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 चाहिँ एकछिन बसेर होइन। अन्त अब हामी चाहिँ निस्केको है। पुरा तिर्खा पनि भयो तल एक्सर्साइज वर्कआउट गरेर होइन। अब माथिपट्टि गएर चाहिँ ट्रिप्टिस रहेछ है। त्यहाँनिर चाहिँ कोल्ड ड्रिङ्क्स खानुको लागि कोल्ड कफीहरू खानुको लागि चाहिँ निस्केको हामी। त्यहाँनिर चाहिँ कहाँ गएको? कोल्ड कफी खानु एकदमै गरम भयो हामीलाई। वेलनेस पार्कमा लिफ्टमा जाउँ होइन। ए अरू के भने
र हामी चाहिँ यहाँनिर पुग्यो है। अन्त यताउता गएर चाहिँ हामी मेन्यू माग्यो। मेन्यूहरू मागेर चाहिँ अब हामीले के खाने भनेर मेन्यूमा हेर्दैछ है। हामी चाहिँ ट्रिप्टिसबाट निस्केको होइन, किन भन्दा चाहिँ कोल्ड कफी खान आएको साह्रो महँगो रहेछ। हामी खाएन त्यहाँनिर। हामी पारीको ट्रिप्टिसमा जान्छ अहिले हामी। यसकै उता छ नि ब्रान्च अन्त एमजी मार्कमा 220 को त हामी खान सक्दैन, हामी आउट अफ बजेट हो ल। न वेलनेस पार्क घुमिसक्यो अब हामी। वेलनेस पार्क घुमिसक्यो। कस्तो लाग्यो नि मान वेलनेस पार्क? विश्वास बिचरा वेलनेस पार्क यता हो बाटो। सबजना थाक्यो मेरो भाइहरू, पछाडि भाइजन पुरा थाकिरहेको छ। मेरो त अब कस्तो खुट्टाहरू दुखिसक्यो। घुमिसक्यो अब हामी निस्केको वेलनेस पार्कदेखि। रुममा बसेर हामीलाई बोरिङ भइरहेको थियो है। आज हामी वेलनेस पार्कको लागि निस्केको अलिकति माइन्ड फ्रेसको लागि। कस्तो दुख्यो कसम। खोइ मेरो छाता चाहिँ कहाँ छ? छाता बिर्सेछौ फेरि पछाडि। छाता लिनु गएको उयो रहेछ। एकछिन एमजी मार्क जान्छु। एमजी मार्क गएर चाहिँ यताउता घुम्छु अलिकति, त्यहाँदेखि रुम फर्किन्छु। खोइ किन ए त्यस्तो हुन्छ? गाईले पो रातो देखेँ नि हिर्काउँछ भनेको सुनेको थिएँ त। विश्वास आज बङ्गलाबाट रहेछ नि। यो साइड त बन्द हो त। दोकान चाहिँ खुल्ला हुन्छ होइन खानेकुरा, तर पनि उसलाई मैले प्राङ्क गरिदिएको। अन्त उपारि उयो दोकान त बन्द हुन्छ होइन आज मङ्गलबार। जाने कि उयो चिया खाऊ है? चिया खाने उता त बन्द हुन्छ नि आज। त्यही त बन्द हो उसको त दोकान। ट्रिप्टिस हामी आइपुग्यो। के खाने अरे विश्वास तिमी? I want to drink cold coffee. दुईटा कोल्ड कफी गरिदिनुहोस्, दुईटा लाइम सोडा, एउटा चाहिँ पाइनएप्पल सेक गरिदिनुहोस्। होइन यही खाने। हामीलाई त के खाने? स्विटै गरिदिनुहोस् न। पेमेन्ट बादमा गर्दा हुन्छ? कोल्ड कफी चाहिँ चिल गरिदिनुहोस् न। किन छोदै गर्दैन? र हामीले चाहिँ अर्डर गरिसक्यो है। अनि मेरो साथीलाई चाहिँ अलिकति भोक लागेछ, अन्त उसले चाहिँ भेज हटडग खाँदैछ। हाम्रो अर्डर पनि भएछ है। अन्त हामी चाहिँ अर्डर दिनु गएको। र हाम्रो ड्रिङ्क्सहरू पनि आइदियो। कस्तो बेहोरा आइरहेको त म त। कस्तो लाग्यो? लाइम सोडा मिठो रहेछ। मलाई कोल्ड कफीले भुँडी ड्याम्मै भएको जस्तो भयो। म त अगायो हटडग खाएँ नि मैले। भेज हटडग के त्यो आलु च्या मिठो थिएन हौ त्यो। किन मिठो छ? भोक लागेको थियो नि त खाइदिएन मिठो भयो। लालबजार हाम्रो टपमा पनि दोकान थापिसकेको छ है। यो इयरिङ्सहरू कसरी छ? फिक्स हो त्यो चाहिँ? इधर 100 का भी है। नहीं फिक्स ही है रेट से। क्यों ऐसा करता हो? जो ये बस उसने घंटों के तक दर्शन तो
र अब चाहिँ हामी एकछिन लालबजारतर्फ गएको होइन अनि मेरो साथीभाइहरूलाई चाहिँ अलिकति भोक लाग्दैछ उनीहरू चाहिँ यहाँनिर आलु चिउरा अनि पुच्का खाँदैछ खाँदैन तिमीहरू मन थिएन यहाँनिर चाहिँ यहाँको पुच्का चाहिँ 10 को कति हो पुच्का 20 को दिइहाल्नु मलाई कस्तो रहेछ मिठो म त खाँदैन कतिको खाएको तिमीहरूले भाइले गर्नु बिर्सिसक्यो होला 20 को भयो 40 रुपियाँ खाइसक्यो 5 10 15 20 20वटा खाइसक्यो कति बज्यो 6 बजेसम्म अब चाहिँ हामी रुमतर्फ लागेको रुम जान्छु रुममा गएर चाहिँ रेस्ट गरेर फेरि बेलुकाको खानाहरू बनाउँदैछ हामीले है र गाइस आजको लागि मेरो भिडियो यति नै हो हजुरहरूले मेरो भिडियो मन पऱ्यो भने लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् अनि कमेन्ट पनि गरिदिनुहोस् है आज त हाम्रो दिन यतिकै बितेको छ सो बाई बाई सी यू अर्को भिडियोको लागि